लाइक अनि सब्स्क्राइब अनि शेयर गरिदिनु होला। आजको ब्लग चाहिँ के को बारेमा भन्नु न? आजको ब्लग चाहिँ दिदीले फेसबुकमा पैसा कमाउनु मोमो पार्टी फेसबुककै पैसाले गर्दा हो यसरी यसरी प्याज किन्न सकेको है। यहाँ यता कोपी माथि छाउनु पर्छ दिदीले प्याज। यता हाम्रो हुनुहुन्छ रचना मिस चिज प्लेट गर्नुभएको इन्ग्रिडियन्ट्सहरू। तपाईँ चाहिँ के गर्नुभएको? अचारको लागि रेडी गरेको कि तिलको अचार कुन्टा किलाको नि घरमा उहाँको घरमा आज हामी मोमो बनाउन आएको। इन्सपेक्सन गर्नु हुँदैछ उहाँले यहाँ। भाइ टाटा भन्नुहोस् त भाइ टाटा हौ ओ मिस्टर। यति साह्रो बिजी राइम सिनेमा हाम्रो। हेलो चिरिङ्गो मामिस, हजुर तपाईँले चाहिँ के गर्नुभएको? मैले चाहिँ डल्लो चाहिँ डल्लो बेसी र साह्रै ढिलो हुन्छ। कारण सर किमा बनिसक्यो सर? खाली पनि बनाइदिएको छु हामी यता रिलनिया मिसले सुपको रेडी गर्नुहुँदैछ सर। भाइ बेल्नुहोस् मेन सेफ हो हाम्रो आज। त्यही त मजाले बेल्नुहोस् है। यो हाम्रो मोमो बनाउने चाहिँ साधन सर एकदम दामी प्याटर्न बनाउनुहुन्छ। जितिदिन्छ हामी सबैलाई यहाँ भएको है रचना मिस। हेर्नु न भयो यो चाहिँ मोमो हो। यो चाहिँ मोमो के बनाएको? रोज मोमो ट्राई गरिहेरेको मैले एउटा देखेको थिएँ। हुन्छ कि हुँदैन आई डोन्ट नो। बेसी लाउँदिनँ कि त्यत्रो हुन्छ किमा ज्यादा भयो कि हो जिन्दगीमा। यस्तो गरेको देखेँ मैले हो। त्यहाँदेखि चाहिँ यस्तो गऱ्यो यस्तो गऱ्यो यस्तो गऱ्यो अर्किड भयो त यता रोस्मो भन्दा म यता ट्युलिप सरी ट्युलिप आम्बो दिदीले म चाहिँ ट्युलिप हाउसको चाहिँ मास्टर हो होइन। अन्त ट्युलिपकै यो मोमो पनि बनाएको मैले। सर्भ गर्नुभएको गरम गरम सुप हो। अन्त यहाँ मोमोको स्टक डिस्प्लेको लागि यहाँ सरले मिलाउनु हुँदैछ। यो चाहिँ मेरो अरे हो दिदीलाई चाहिँ माया गरेर यसरी मिलाइदिनु मिसलाई चाहिँ यसरी हालिदिनुहुन्छ हो। रचना मिसको हाम्रो यहाँ सासु सरको पनि आफै चाहिँ यसो हालिन्छ हो। अचार यो हो नि त हार्ट अफ मोमो चाहिँ। दामी मोमो खाएर वाक्कै भएको सर र फेरि टेस्ट गर्नुहोस् दामी मिठो जिन्दगीमा आशा छ। ठाकुर त गयो होला गयो है हामी चाहिँ सिता बोलमा के बोलमा हैन सुक्नु त है प्लिज सिता हालेको छु। आइ एम अन डाइट खै डाइटमा हुनुहुन्छ हाम्रो मिस। खत्तम टाटा बाई बाई खत्तम टाटा बाई बाई। फेरि कहिले खाने हो जिन्दगीमा हामी? अब नेक्स्ट के छ अरे सर प्लान खाने? अब हामी फेरि मसरुम बटर मसरुमको चाहिँ दामी रेसिपी बनाएको तपाईँलाई। ओके के भन्छ यता हाम्रो रचना मिसकोबाट चाहिँ के छ अब? पिज्जा भेज पिज्जा। मेरोबाट चाहिँ तपाईँले राइस वाइट राइस के खाने
अब एक दिन